हेलो नमस्ते आज चाहिँ हामी भ्लगिङ गर्छु भनेर हिँडेको चाहिँ होइन तर यसो डुलुम काठमाडौँबाट नजिक यहाँ हाम्रो घरबाट हल्का माथितिर हो यो झोर साइडतिर हो होइन झोरबाट अलिकति माथि तिनीहरू बगाल देख्छ त्यहाँबाट होइन त्यसको लागि हिँडेको बाटो त्यस्तो छ मेरो यहाँ आज राइडर चाहिँ आए जोन हेलो राइडर चाहिँ जोन लान्छ दुईजना मात्रै हो दाजुभाइ आज घरबासाबाट वाक्क लाएर दुईजना निक्लिदिउँ गइदिउँ भनेर निक्लेको हो खास चाहिँ यहाँ एउटा भाइ भेट्यो होइन कसरी गफ गरिरहेको थियो भाइले दाइ आयो यो हाम्रो भाइ चाहिँ घर जानु आएको छ नगढ यहाँ नगढ बाटो पनि यही हो सिनसिन हेरिदिउँ भनेर टक्क लगाएर त्यहाँनिर सुकुल सुकुल देखाइदिउँ भनेर आएको हो खासै भ्लग गर्नेहरू त हिँडेको त होइन हल्का फुल्का यो सिनसिन हेरिदिउँ हल्का फुल्का गफ गरिदिउँ भनेर निक्लेको हो खास हामी झोरबाट त्यही 8-10 किलोमिटर जस्तो पर तर बस्न चाहिँ बवाल रमाइलो छ होइन मेरो चाहिँ खास भने भूकम्प 2012 सालको भूकम्पपछिको जति सबैजना त्यो भएको मान्छेको लागि बनाइदिएको रहेछ होइन शान्ति होस् भनेर तर आएर बस्न रमाइलो छ यहाँ लेखेको चाहिँ मन्त्र हो होइन जस्ट नर्मली मन्त्र यति आफूले आफ्नो मनको शान्ति छैन भने यो मन्त्र गर्न मिल्दो रहेछ क्या मन्त्र गरेर जपेर बस्दा नै फरक नपर्दो रहेछ जापानिज हो तर है त्यो सबै हैन जापानिजहरूले बनाएको चाहिँ ट्रिब्युट टाइपले जापानिज हो नि त्यो एनजिओ चाहिँ कुन एनजिओ एचएससीबी के अरे एसएसबी त्यो एउटा त्यो एनजिओबाट गरेको छ हैन त्यो स्तूपमा चाहिँ 4 ठाउँमा मन्त्र लेखेको छ यो चाहिँ किन हो भने तपाईँले 4वटा साइडबाट जुन साइडबाट पनि तपाईँले प्रे गर्न मिलोस् भनेर लेखेको हो शान्ति धर्म स्तूप जाने बाटो चाहिँ यो हो है यताबाट चाहिँ नगद पुग्छ यताबाट चाहिँ नगद पुग्छ हामी आउँछ यताबाट आउने हो काठमाडौँबाट यहाँ हल्का माथि गुरुङ गाउँ हो गुरुङबाट अलिक थोरै तल आएपछि ट्याक्कै तपाईँको लेफ्टतिर यहाँ यस्तो ट्याक्कै यहाँ बाटोमै बोर्ड देख्छ क्या यस्तो बोर्डहरू देख्छ आउने मन भयो होइन आउनु मन छ भने कसैलाई अब ल काठमाडौँ पनि जाउँ भन्ने भयो नि यहाँतिर आयो हुन्छ क्या दामी छ ठाउँहरू चाहिँ बाटो पनि राम्रो छ हो यहाँबाट हल्का मात्र अलिकति बाटो यस्तो बाटो हो नत्र बाटो सब यहाँसम्म आउनु पिच यस्तै पिच हो सबै बाटोहरू यहाँ पाहाडको बाटो देखाउँछ तपाईँलाई ठाउँ चाहिँ यहाँ जहाँ बसेर हेरे पनि लास्टै आनन्द क्या सर्किल लाग्यो धेरै पछि समाएर बस्छ होइन सधैँ आइदिएर नमस्ते मेरो नाम विजय बस्नेत मेरो ब्लगको च्यानलको नाम चाहिँ आगन्तुक हो आज चाहिँ हामी गुरुङ गाउँ गएर आएको घर बस्दा त के गर्नु भने गुरुङ गाउँ आएर गएर आएको ब्लग सक पनि गरेको छ होइन तर हाम्रो मेन ब्लगको मेन मोटिभ चाहिँ यो होइन कि यसरी नर्मली ब्लग गरेर हिँड्ने तर आज चाहिँ फनको लागि पनि गरिदिउँ यसरी गरिदिउँ यसरी गर्दा पनि ठिक हुन्छ जस्तो लागेर गरेको हो होइन कस्तो हुन्छ चेक गरिदिनु होला सपोर्ट गरिदिनु होला
जसले गरिदिनु भएको छ धेरै धन्यवाद। जस यसरी नै माया गर्दै गर्नु होला। हामी अझै गर्दै गर्छु। अब कहिले बाइकमा कहिले स्कुटरमा हिँडिन्छ त्यो पनि नर्मल अब कहीँतिर घुम्दाखेरि भ्लग सब गरेर हालिदिउँ भनेर हालिदिएको हो है। तर छोटे प्लेलिस्ट बनाएर हालिदिएको छु म अब यो हाल्न पर्ने कुराहरू। यसको लागि धेरै धेरै धन्यवाद। आजको लागि यति नै।